उम्लिरहेछ नि त होइन त्यसमा गुन्द्रुकमा लाउनु पर्ने रिपोर्ट होइन खाँच्नुभन्दा अगाडि चाहिँ पानी यसरी उमाल्यो होइन अझै ल्याउनु पानी त्यसमा सिलीको ओके म ल्याएँ होला ल म पानीले छोड्नु सरी ल यसरी चाहिँ गुन्द्रुक अब तातो पानी लगाउँदै होइन तातो पानी लगाउँदै फुट्दै तातो पानी लगाउँदै फुट्दै गर्दाखेरि चाहिँ मजाले गुन्द्रुक खाँदिन्छ अनि त्यहाँबाट त्यो अमिलो तातो पानीले चाहिँ अमिलो बनाउँछ होइन अनि यसरी चाहिँ हामीले चाहिँ गुन्द्रुक लगाउने गरेको छौँ होइन एकदमै यो अर्ग्यानिक साग पनि हो कुनै पनि केमिकल मिक्स नगरिकन स्प्रेहरू नगरिकन चाहिँ हामीले सर्लक्कै सागलाई चाहिँ ताजा रूपमा होइन तयार पारेको छौँ यो गुन्द्रुक यसरी चाहिँ हामी फुल मैले छोडेको छु यहाँनिर पनि आँखा पनि फुल छ होइन मैले पानी सेलाइहाल्ने हो पानी लगाउने यो पानी यो तातो पानी चाहिँ कहाँ खाने तातो पानी अहिले कहाँ खान्छ यतिकै यो थपेको त्यो थपेको गर्नु उम्लिगयो फेरि पानी उम्लिगयो छिटो काटिदिनुलाई चाहिँ ढिलो भयो है त्यो भएर चाहिँ यहाँ आगो बढी फुलमा राखेको छु आगोलाई पानी खानुपर्छ कि पानी खाल्यो अनि तातो पानी थप्यो अब पानी भयो होला अब यसलाई म बन्द गरौँ ल ल्याउनु दिनु पानी गुन्द्रुककै यो चाहिँ अर्ग्यानिक साग हो फेरि यो होइन हामी केही नलगाइकन बारीमा चाहिँ अहिले हामीले केही पनि केमिकलहरू लाउनु छोडेको थुप्रो भयो होइन यो साग पनि एकदमै अर्ग्यानिक हो न केमिकल होइन बाहिरबाट केही पनि स्प्रेहरू पनि केही पनि गर्दैनौँ किरालाई पनि दबाई पनि लाउँदैनौँ किरा पनि त्यति परेको पनि छैन तातो पानी यसरी माथिबाट लगाउनुको कारण चाहिँ भित्र अमिलो हुन्छ यसो गरेपछि त्यहाँ अझै खाप्नुपर्छ होला नि तातो पोल्छ अझै दिनु प्लास्टिक हो त्यो तिनीहरूलाई उठाएर लगाउँ कि हामी त्यो लगाउनु हालेर यो प्लास्टिकसँग बिर्को लगाउँदा हुँदैन हुन्छ कि बट अझै उयो गर्नुपर्छ नि यो त प्लास्टिक त टाइट बनाउनुपर्छ किनभने खुस्किन्छ क्या बिर्को त खपल हुन्छ तर अझै खाँदैन बिर्को लगाउँ अनि त्यहाँबाट अनि फेरि बाँधौँ प्लास्टिक आज बुधबार हो अब यो कति दिनमा हुन्छ 3 दिनमा खानुपर्छ फेरि 3 दिनमा फेरि खाँच्नुपर्छ तातो पानी लगाएर त्यहाँदेखि चाहिँ एकैचोटि 15 दिनतिर निकाल्दा हुन्छ नि 15 चाहिँ घाम लाग्यो भने त अब यसलाई निकालेर फेरि काट्नु पो छोरा बेर लाग्दैन त विकेन्डमा नै गर्नुपर्ने भयो फेरि अझै दिनु प्लास्टिक भयो डोरी दिनु बाँध्ने पछाडि त्यो डोरी थियो डोरी छ त म
साँच्चीकै नै त्यो कतिवटा टोक्रेहरूमा लगाइराख्नु भन्दा चाहिँ यो राम्रो एउटैमा ड्याम्मै भयो ल बेस्ट आइडिया हजुरको राखौँ फेरि गुन्द्रुक निकालेर पनि सुकाइसकेको अवस्था छ है यसरी सुकाइन्छ एकदमै अर्ग्यानिक गुन्द्रुक हो है हामीले यहाँनिर केही पनि नमिसाइकन साग छरिएका हुन्छौँ साग छरेर पनि हामी भिटामिनहरू केही लगाएको हुँदैनौँ जुन भिटामिन अनि किराको दबाई भनेको चाहिँ मैले डिएक्सनको टुथपेस्ट र ब्ल्याक कफी लेन्जी ब्ल्याक कफी स्प्रे बनाएर चाहिँ लाउने गर्छु त्यति मात्र हो हामी बजारको कुनै पनि केमिकलहरू लाउँदैनौँ होइन अब यो गुन्द्रुक दुई तिन दिनमा यसरी नै घाम यस्तो मजाले घाम लगाइरहेको छ नि यसरी नै घाम लागेपछि लाग्यो भने चाहिँ दुई तिन दिनमा यो सुकिहाल्छ होइन त्यो भएपछि चाहिँ यसले हामीलाई मजाले वर्षौँ थाम्छ र हजुरहरूले पनि सुकाइसक्नु होला हजुरहरूले सागपातो मारेर चाहिँ हाम्रो चाहिँ अहिलेको अवस्था यो छ हस् धन्यवाद।